यो देशमा साबिकका सरकारहरू कुनै पनि लामो समयसम्म चलेन, सरकार बन्ने केही दिनमै भत्किहाल्ने। यस्तो अवस्थामा अस्थिरताबाट स्थिरतातर्फ लाने क्रममा हामीले हुन यो लोकतन्त्रको विरुद्धको कार्य हो। 1 नम्बर पार्टी र 2 नम्बर पार्टी मिलेर सरकार बनाएको हुन्छ, तर पनि हामीले ल ठीक छ देशकै ठुलो दुईवटा पार्टी मिलेर सरकार बनाएको खण्डमा सरकार लामो समयसम्म जाला भन्ने परिकल्पनाका साथ हामीले मतदान गर्यौं। सरकारले पनि कहिले यो जाबो यो फुट्दा 5वटा सिटको पार्टी टेर पुच्छर पनि लगाएन। हामीलाई त्यो सत्ता गठबन्धनको बैठकहरुमा पनि सम्मान साथ बोलाइँदैन थियो, पछिल्लो समय बोलाउन थालियो। तर कहिले हुन्छ भने कहिले काहीँ सानोको पनि बल हुँदो रहेछ। अहिले एउटा म्याजिक नम्बर त्यही 3वटा सिट राष्ट्रसभामा हामीसँग सिट निर्णायक छ भनेर हामीले सुन्यौं र त्यो 3वटा सिट प्रयोगको लागि हाम्रो यसरी पुछ गरिएको रहेछ। हामी त्यो 3वटा सिट मात्र भएर निर्णायक शक्ति मात्र भएर पनि होइन, जनता समाजवादी पार्टी नेपालले हरेक विधेयक, हरेक अध्यादेश र देशको सबै कानुन बनाउँदा यसरी नै जिम्मेवारीका साथ अध्ययन गरेर निर्णय गर्ने गरेको हुन्छ।